हेलो नमस्कार अनि स्वागत छ तपाईहरु सबैजनालाई मेरो नयाँ ब्लगमा। आज म स्केटिङको भिडियो लिएर आएको छु। स्केटिङ सिक्न चाहनेहरुको लागि थोरै बेसिक कुराहरुको जानकारी दिन गइरहेको छु। भिडियोलाई हेरेर साथ दिनु होला। सुरुमा चाहिँ हामीले जुत्तालाई राम्रोसँग नहल्लिने गरेर कसेर बान्नु पर्ने हुन्छ। त्यसपछि हामीले जुत्ता बाँधिसकेपछि राम्रोसँग तनाहरु चेक गर्ने। तना फुस्क्यो भने चाहिँ फेरि गाह्रो हुन्छ। त्यस्तै हातको लागि सेफ्टीहरु राम्रोसँग बान्ने। सेफ्टीहरु चाहिँ अनिवार्य गर्नुपर्छ किनभने सिक्दाखेरि लड्ने चान्स धेरै हुन्छ। कोणाको लागि पनि सेफ्टी बाँधिसकेपछि दोस्रो स्टेपमा चाहिँ हामी कसैको सहायता लिएर भी शेपमा हिड्ने प्रयास गर्नेछौं। बिस्तारै बिस्तारै हामी दोस्रो स्टेपमा चाहिँ हिड्ने मात्रै प्रयास गर्नेछौं। तेस्रो स्टेपमा पनि हामी भी शेपमै हिड्ने प्रयास गर्नेछौं, तर यसपालि चाहिँ हामी बिना सपोर्टको हिड्नेछौं। हिड्दाखेरि चाहिँ घुँडा र शोल्डरको भाग चाहिँ बराबरी भयो भने चाहिँ हामीलाई शरीरको ब्यालेन्स गर्न सजिलो हुन्छ। यसैगरी बिस्तारै बिस्तारै हिड्ने प्रयास मात्रै गर्ने र यसलाई चाहिँ हामीले कन्टिन्यू दिइराख्नु पर्छ। पहिलो दिन चाहिँ हामी यति मात्र सिक्ने छौं। अब अर्को भिडियोमा चाहिँ मैले कसरी ब्रेक लाउने र कसरी हिड्न सकिन्छ म त्यो भिडियो लिएर आउने छु। अहिलेलाई भने भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।